जे भए पनि जति आउँछ त्यति दिनु है त। 30 रुपियाँमा त्यसको मोमो दिनु न। 30 रुपियाँमा पुग्यो होइन त। अङ्गलमा चाहिँ पाइँदो रहेछ भने चाहिँ मैले 2टा खाना पाउँछु। बल्ल बल्ल 30 रुपियाँमा एउटा मिठाई चाहिँ पाएँ। त्यसको खाइदिउँ एउटा। कति हो? 30 रुपियाँमा मलाई केही दिन मिल्दैन। हेलो फ्यामिली, नमस्ते, वेलकम ब्याक टु माई च्यानल अगेन। अनि इफ यु आर न्यू, मेरो नाम चाहिँ सपना विश्वकर्मा, म चाहिँ देवदमा बस्छु र आज मेरो ब्याकग्राउन्ड पनि देख्नुभयो होला। म आज कहाँ छु भनेर हजुरहरूले चिनेकै ठाउँ हुनुहुन्छ। यदि हजुरहरू देवदबाट हुनुहुन्छ भने प्लिज कमेन्ट गर्नु होला। र आज चाहिँ म सिम्पल बट हार्ड च्यालेन्ज फर मी, मेबी एभ्री वान, सबैको लागि हुनसक्छ। किनभने आज चाहिँ म फुड हन्टिङ गर्दैछु मात्र 30 रुपिसमा है त। अब मैले 30 रुपिसमा हाम्रो देवदमा के पाइन्छ भनेर चाहिँ च्यालेन्ज गर्छु। जति पनि खान पाउँछु, तर मात्रै त्यो कति हुन पर्यो भन्दा 30 रुपिस भन्दा चाहिँ तल हुनु पर्यो कि 30 रुपिसको हुनु पर्यो त। लेट्स गो इन आवर फर्स्ट स्पट। दाइ नास्ता के ह? मोमो, चाउमिन, समोसा, मटर हो। 30 रुपियाँमा के पाइन्छ नि? 30 रुपियाँमा केही छैन। के अरे समोसा, मटर र चाउमिन अनि मोमो हो। मलाई हजुर समोसा र चाट। 30 रुपियाँमा मलाई केही दिन मिल्दैन? मिल्छ होला। ए हुन्छ हुन्छ, मलाई 30 रुपियाँमा जे भए पनि जति आउँछ त्यति दिनु है त। ल अब यहाँ चाहिँ मैले मागिसकेँ, के ल्याइदिनुहुन्छ थाहा छैन। 30 रुपिसमा चाहिँ के पाइन्छ अनि ल हुन्छ। मैले चाहिँ यहाँ खाइसकेँ। समोसा मात्रै 20 रुपियाँमा। ल अब चाहिँ म कहाँ जान्छु हेर्नु होला, र के खान्छु हेर्नु होला। ल हुन्छ। अब चाहिँ मैले यहाँ खाएँ अनि खाएपछि पेमेन्ट चाहिँ 20 रुपियाँको समोसा खाएको मैले, त्यही भएर चाहिँ म 20 रुपिस दिँदैछु है त दाइलाई। ल ल धन्यवाद दाइ। ल ल हुन्छ। हामी चाहिँ अब जुस खानु पऱ्यो कि जुसलाई नि। अङ्कल कति हो? हजुर 30 रुपियाँ हो। मलाई 1 गिलास दिनु न। 30 रुपियाँमा जुस। हाम्रो अर्को लोकेसन 40 रुपिसको यहाँ त पाइन्छ होला। कुल्फी खाऊँ न अङ्कल। कति खाले हो? 20, 25, 30। 30को खाइदिउँ एउटा। ल हस् हुन्छ। हजुर एउटा मात्रै। भिडियो हुँदैछ के? भिडियो हुँदैछ। 30 रुपियाँको कुल्फी है त यहाँ चाहिँ। एक्लै खाने क्यामराम्यानलाई खुवाएर हिँडेको। यहाँ पैसाले त 30 रुपियाँ।
यता म यो खाएर पौडेल मिष्टान्नमा गएर 30 रुपियाँमा के पाइन्छ गएर माग्छु है त ल। अब चाहिँ हामी पौडेल मिष्टान्न भण्डारभित्र आइसक्यौँ। अब हामी के खान्छौँ 30 रुपियाँमा है त ल। ओहो कहाँ जानुहुन्छ अङ्कल? मिठाई खाऊँ न त। मिठाई कुन हो? कति कति हो मिठाईहरू? एक पिसको 50। ए मलाई 30 मा दिन मिल्ने के हो? मिठाईमै केही हो र? ल केही नै छैन 30 मा। मिष्टान्न भण्डारमा आएपछि त मिठाई नै खाऊँ भनेर। ल त्यही खाइदिउँ न त एउटा। हजुर ल बल्ल बल्ल 30 रुपियाँमा एउटा मिठाई चाहिँ पाएँ मैले। यहाँ चाहिँ पर मिठाई चाहिँ 50 रुपियाँ रहेछ। अनि उहाँले चाहिँ मलाई यो मिठाई चाहिँ 30 मा दिन मिल्छ भनेर चाहिँ दिँदै हुनुहुन्छ। धन्यवाद। ल खाऊँ। रुपियाँ काट्ने कि तिमी देखिन्न म तिमीलाई ब्लर गरिदिन्छु के। अब फेरि म 30 रुपियाँको यहाँ फलफुल खान आएको के फलफुल। आन्टी केरा कसरी हो? 140 हो भनेपछि आधीलाई कति पर्यो अरे? अब 70 पर्यो। के अरे मलाई एउटा केरा मात्रै चाहिए हो न? कति पर्छ? ए 15 हो भनेपछि एउटालाई चाहिँ 15 रुपियाँमा चाहिँ पाइँदो रहेछ भनेपछि मैले दुईवटा खान पाउँछु। मलाई दुईवटा दिनु न। कुन हो? अंकल नास्ता के छ? ए बनाउनु पर्छ। के अरे 30 रुपियाँमा के आउँछ त नास्ता? 30 रुपियाँमा आउने नास्ता के खान्छ? चना आउँछ? दिनु नि त मलाई 30 मा। ल यता भित्रै हो चना। 30 रुपियाँको चना चना। ल 30 रुपियाँको चना खाएँ मैले। लिनु अन्त। ल अब चाहिँ हामी अझै 2-3 ठाउँहरूमा चाहिँ जान्छौँ 30 रुपियाँको खाना। ल गए है त। 30 रुपियाँको चटपट हाम्रो दाइले दिनुभएको। 50 देखि माथिको चटपट हिजो पाउने, तर मेरो लागि भने चाहिँ दाइले 30 को चटपट दिनुभएको है त। टेस्ट गरौँ है त। मिठो छ दाइ। अनि हजुरहरूको त्यो त्यसमा के पाइन्छ प्लिज कमेन्ट गर्नु होला। यहाँ चाहिँ जेरी पुरीहरू पनि पाउँदो रहेछ। दाइ जेरी पनि छ? ए त्यसको आउँछ? त्यसको
ल एउटा जेरी पनि खाइदिनु न जेरी दाइ मलाई त्यसको मोमो दिनु न मिल्छ है जतिवटा आउँछ त्यतिवटा दिनु कि दाइ पनि कन्फ्युज हुनुभयो के भन्छन् यो बहिनीले सबै त्यसको मागिरहेको छ भन्ने भयो त तर अघि जेरी चाहिँ मैले पिसको एउटा आइज अनि जेरी चाहिँ बिसको खान्छु त्यही भयो मैले त्यसको झटपट अन्त त्यसपछि बिसको जेरी अनि त्यसपछि त्यसको मोमो खाएँ अब त्यही नै हो अब चाहिँ हामी अरूको पसलमा जान्छौँ अनि अरूमा गएर नि के खान्छौँ हेर्नु ल भाइ 30 रुपियाँको मोमो खाइयो होइन त ल पैसा जस मजा आयो 30 रुपियाँको मोमो खाएँ ल धन्यवाद दाइ अब चाहिँ म फुल्की खान आज तातो फुल्की लाग्छ आन्टी फुल्की खाऊँ न त्यसको है त्यसको जति आउँछ त्यति दिनु है छुटाएको छु भने त्यस्तो हजुरहरूलाई थाहा छ भने प्लिज कमेन्ट गर्नु होला नेक्स्ट टाइम त्यो ठाउँमा पनि जानेछु 30 रुपियाँको फुल्की लिनु आन्टी ल धन्यवाद 30 रुपियाँको फुल्की पनि खाइयो ल गयो है त एन्ड फाइनल्ली माई च्यालेन्ज इज कम्प्लिट अनि म चाहिँ खोज्दा खोज्दा चाहिँ कहाँ कहाँ पुगेँ अनि त्यही हो आई विल ट्राई माई बेस्ट अनि कस्तो लाग्यो हजुरहरूलाई यो भिडियो अनि लास्टसम्म हेरिदिनु होला यदि हजुरहरूले यो भिडियो लास्टसम्म हेर्नुभएको छ भने प्लिज 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 फिडब्याक दिन चाहिँ नबिर्सिनु होला र अनि यो चाहिँ म हाम्रो दाइको पसल हो अनि त्यसैले चाहिँ म यहाँ लास्टमा चाहिँ बाहिर अँधेरो भइसकेको भएर चाहिँ म यहाँ आएर चाहिँ इन गरिरहेको छु यो भिडियोको अनि इफ यु लाइक माई भिडियो डोन्ट फर्गेट टु लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब एन्ड हिट द बेल आइकन फर द मोर अपडेट्स अनि त्यही नै हो अनि यस्तै यस्तै अरू कति ठाउँहरू छ र अब चाहिँ म कति पैसामा चाहिँ फुड ट्राई गरौँ सो प्लिज कमेन्ट डाउन बिलो बाई